हेलो सम्पूर्ण साथीहरूलाई नमस्ते लासो फ्याफुल्ला भन्न चाहन्छु साथीहरू। आज जेठ 9 गतिको दिन बर्खा लाग्यो है। अलिकति मौसम गाडाङगुडुङ छ साथीहरू है। किर्तिपुर काठमाडौँको मौसम अलिक गाडाङगुडुङ छ आज। यहाँ मात्र नभएर देशैभरि अहिले मौसम त्यस्तै होला। अब पानी पनि पर्नु पर्यो हैन, खेतीपाती पनि गर्नु पर्यो, अन्न फलाउनु पर्यो हैन। साथीहरू म चाहिँ सानो एउटा मेरो अनुभव तपाईहरु सामु सेयर गरौँ कि भनेर आएको हैन। म पनि पहिल्यैदेखि युट्युबमा काम गर्ने मन थियो, सो द्याट सुरु गरेको छ, सुरु भएको छ हैन। जो पनि जति पनि नयाँ ब्लगर, नयाँ कन्टेन्ट क्रिएटरहरु हुनुहुन्छ हैन, म उहाँहरुलाई चाहिँ मेरो एउटा अनुभव सेयर गर्न चाहन्छु। हामी ब्लग गर्ने क्रममा कसैको आवाज सुनेर अनि र कसैले हामीलाई हेरिरहँदा हामी कहिले पनि लजाउन नहुने रहेछ है। यसले चाहिँ हामीलाई चाहिँ अब भनौँ न, हामी अगाडि बढ्न नदिने रहेछ। हाम्रो यो सामाजिक सञ्जालमा लागिसकेपछि हामीलाई यो लाज हैन, एउटा भिडभाडमै हामी चाहिँ घुलमिल हुनुपर्ने, हामी चाहिँ सबैसँग चाहिँ बोल्नुपर्ने रहेछ। र मैले अनुभव गरेँ दुई चार दिनमा हैन। हामी हिँडेर भ्लग गरिरहँदाखेरि कसैको फेसमा हेर्ने हैन कि, हामी सिधै क्यामेरामा हेर्नु पर्ने रहेछ। र हामीले चाहिँ बोल्नुपर्ने चिजहरू चाहिँ कन्फिडेन्टली बोल्नुपर्ने रहेछ है। मैले चाहिँ त्यति कुराहरू चाहिँ अलिकति यी कुराहरूलाई चाहिँ विचार गरेँ कि है साथीहरू। त्यही हो, जति पनि नयाँ कन्टेन्ट क्रिएटरहरू हुनुहुन्छ, आफ्नो कन्फिडेन्टलाई चाहिँ कन्फिडेन्टली बोल्नु होला र कन्फिडेन्टली भ्लग गर्नु होला भन्न चाहन्छु। हामी सबैजना मिलेर अगाडि बढ्नुपर्छ र सबैजनालाई चाहिँ अगाडि हामी हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। हामी सम्पूर्ण साथीहरू जो जति पनि नयाँ पुरानो हैन युट्युबर साथीहरू, हाम्रो कन्टेन्ट क्रिएटर साथीहरू हुनुहुन्छ, सबैजना मिलेर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु साथीहरू है त। ल है, आजलाई मैले भ्लग छोटो बनाएँ, मेरो एउटा अनुभव सेयर गर्न मन लागेको थियो, त्यो भएर ल है त। सबैजनालाई चाहिँ मिठो सम्झना हैन र है सत्कर्म गर्नु र निरन्तर अघि बढिरहनु, त्यही भन्न चाहन्छु है त। जो जहाँ हुनुहुन्छ खुसी रहनु, स्वस्थ रहनु, मस्त रहनु, अलिअलि व्यस्त रहनु भन्न चाहन्छु है त साथीहरू। सी यू नेक्स्ट भिडियो।